विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार 2025 को शीर्ष 10 मा कोपिला भ्याली छनौट। सुर्खेतको कोपिला भ्याली स्कुल विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार 2025 को शीर्ष 10 मा छनौट भएको छ। विद्यालयले वातावरणीय कार्य विधामा उत्कृष्ट 10 सूचीमा स्थान बनाएको छ, जसले नेपाललाई गर्व दिलाएको छ। उत्कृष्ट 10 मा परेको विद्यालयले आबुधाबीमा हुने समिटमा भाग लिनेछ र मतदान मार्फत विजेता छनौट हुनेछ। सुर्खेतको वीरेन्द्रनगर स्थित कोपिला भ्याली स्कुल विश्वको उत्कृष्ट विद्यालय पुरस्कार 2025 को शीर्ष 10 मा छनौट भएको हो। सो स्कुलले T4 एजुकेसनलाई उद्धृत गर्दै विश्वको 10 शीर्ष विद्यालयभित्र कोपिला भ्याली छनौट भएको जनाएको छ। T4 एजुकेसनले विभिन्न विधामा विश्वका विद्यालयहरूलाई पुरस्कार प्रदान गर्दै आएको छ। वातावरणीय कार्य विधामा कोपिलाले उत्कृष्ट 10 सूचीमा आफ्नो स्थान बनाएको हो। कोपिला भ्याली समाजका अध्यक्ष मल्लले विद्यालय स्तरबाट पर्यावरण संरक्षणमा नेपाल पहिलो पटक विश्वकै 10औं उत्कृष्ट विद्यालयको सूचीमा परेको जानकारी दिए। उनले भने यो नेपालका लागि गर्वको कुरा हो। अब उत्कृष्ट हुन सबैको सहयोग आवश्यक छ। अध्यक्ष मल्लका अनुसार उत्कृष्ट 10 मा पढ्न सफल स्कुलले आगामी सन् 2025 नोभेम्बर 15 देखि 16 तारिखसम्म एसिमा ब्रिटिश एकाडेमी आबुधाबी UAE मा हुने विश्व स्कुल समिटमा सहभागी हुन पाउनेछन्। सो स्कुलका प्रिन्सिपल राजेन कुमार कार्कीका अनुसार उत्कृष्ट देश विद्यालय बीचको आपसी प्रतिस्पर्धाबाट प्रथम आउन भोटको आवश्यक पर्छ। मतदान सुरु भइसकेको छ। यसका लागि सम्पूर्ण नेपालीले जतिसक्दो कोपिला भ्यालीलाई मद्दत गरौँ। देशको शान, पहिचान र स्वाभिमानलाई विश्वमाझ चिनाउन सहयोग गर्न सरकारवालालाई उनले आग्रह गरे। आबुधाबीमा हुने शिखर सम्मेलनमा विजेता घोषणा गरिने जनाइएको छ। वातावरणीय कार्य, समुदाय सहकार्य, नवप्रवर्तन, चुनौती पार गर्ने क्षमता र स्वस्थ जीवनशैली विधामा उत्कृष्ट 10 वटा देशका विद्यालय छनौट भइसकेका छन् भने 50 राष्ट्र समिटमा सहभागी हुने T4 ले जनाएको छ।